पछि फेरि राष्ट्रिय निकुञ्जले अवरोध गरे, पुल तर्न दिएन। गाडामा माल लिएर जानु पर्थ्यो, गाडालाई तानेर मान्छेले तानेर पारी लान पर्ने, पाडा खोलाबाट तार्न पर्ने, यस्तो अवस्थामा राष्ट्रिय निकुञ्जले हामीलाई पेलान पारे माडिकालाई। अनि त्यसमा पनि धेरै धेरै सङ्घर्ष गरेर त्यो पुलकै हामीले सुचारू रूपमा सञ्चालन गर्न पाएका छौँ। यता आउँदा रिउ बढेर त्यतै बास बस्नु पर्थ्यो, अनि रातिमा हुन्थ्यो। कति सालमा बन्यो यो राप्तीको पुल? राप्तीको पुल 52 देखि 54-55 मा सिद्धियो क्यारे। हुन्छ हुन्छ, धन्यवाद। यहाँलाई सहज भएको छ अहिले, होइन? अहिले राम्रो छ। पुलहरू त लगभग माडीका ठुलो खोलामा सबै ठाउँ पुल भइसकेको छ, गाउँतिर पनि पुल भएको छ। प्रदेशका केन्द्रका पैसाहरू, नगरपालिका पैसाहरूले पनि बनेको छ। अहिले विकासको यहाँ दुःख छैन। त्यही बेला भन्नुहुन्थ्यो प्रत्येक वडामा हस्पिटल, प्रत्येक वडामा स्कुल, घर घरमा मोबाइल भनेर भन्नुभयो। गिर्जाबाबु यहाँ आउँदाखेरि पनि माडीमा एउटा हस्पिटल 1500 को हस्पिटललाई त्यही बेला घोषणा गरेर चलाएको हो। काङ्ग्रेसका पाला यहाँ धेरै भएको छ। यसमा पहिलो तत्कालीन सांसद तीर्थ भुषालको ठुलो हात छ, किनभने गिर्जाबाबुको नजिक भएको हुनाले म बरु सांसद छोड्छु, तपाईँले चाहिँ पुल बनाउनुहुन्न भनेर उहाँले वचन दिएको भएर प्रेसर पनि बढी पुग्यो। टेकफर साथी त्यत्तिकै रह्यो सभापतिको हैसियतले, र धेरै धेरै सङ्घर्ष गरेर यो पुल बनेको हो। यो पुल बनेपछि हामी सबैलाई जानकारी छ, सुविधा छ, बाँचेका छौँ। खोलाले बगायो भन्न पर्या चाहिँ छैन। धन्यवाद।